तपाईँले कहिले सोच्नु भएको छ दुबईको सबभन्दा पपुलर आइल्यान्ड चाहिँ तपाईँको पामको सेपमा किन छ? एक्चुअली भन्नुपर्दा यसको चाहिँ पाम ट्रीसँग कुनै पनि लिङ्क दिनु नै छैन। यो चाहिँ तपाईँको प्रपर युज अफ म्याथमेटिक्स हो। तपाईँ इमेजिन गर्नुहोस् यदि सेम आइल्यान्ड चाहिँ सर्कुलर सेपमा भएको भए त्यसको आउटर कोस्टमा हुने घरहरूले मात्रै तपाईँको सीको फेसिङ पाउँछन् र त्योभन्दा पछाडि बन्ने घरहरूको चाहिँ तपाईँको वालले गर्दाखेरि चाहिँ उनीहरूको सबै भ्यू चाहिँ ब्लक हुन्छ। र यसमा चाहिँ दुबईले स्मार्टली काम गर्यो अनि तपाईँको 17वटा फन्टको बिचमा चाहिँ समुद्रको पानी फ्लो गराइदियो। यसले गर्दाखेरि चाहिँ तपाईँको 56 किलोमिटरको चाहिँ कोस्ट लाइन बन्यो। टोटल $12 बिलियन को इन्भेस्टमेन्टमा चाहिँ 25,000 प्लस रेसिडेन्टहरूले चाहिँ यसमा घर पाउनुभयो। अनि तपाईँको यो बनेदेखि अहिलेसम्मको डेटमा हेर्नुहुन्छ भने $50 बिलियन प्लसको चाहिँ सेल्स ट्रान्ज्याक्सनहरू भइसकेको छ। र अहिले दुबई यसैको अपग्रेडेड भर्जन ल्याएर आउँदैछ पाम जबरली, जुन चाहिँ यसको डबल साइजको हुनेछ। यसमा तपाईँले 110 किलोमिटरको कोस्टल लाइन, 91 किलोमिटरको बीच, 35,000 प्लस रेसिडेन्टहरू प्लस तपाईँको 80 होटल्सहरू आउँछ। सो तपाईँ एउटा कुरा भन्नु, वाटरफ्रन्ट प्रपर्टी चाहिँ किन एप्रिसिएट गर्दैन त? अझै पनि युएको कोस्टल लाइनमा आफ्नो वाटरफ्रन्ट घर किन्ने एउटा मौका छ विथ द मोस्ट फ्लेक्सिबल पेमेन्ट प्लान। सो तपाईँ यसको डिटेल बुझ्न चाहनुहुन्छ भने चाहिँ कमेन्टमा वाटरफ्रन्ट लेख्नु होला र म तपाईँलाई चाहिँ एउटा यस्तो अप्सन पठाइदिन्छु जुन चाहिँ अहिलेको युएको वाटरफ्रन्ट लिभिङमा एकदमै पपुलर छ।